नमस्ते। आज हामी बनाउँदैछौँ एकदमै सजिलो, मिठो र पौष्टिक प्रोटिन स्प्राउट स्यालेड जुन बिहानको खाजामा, डिनरमा र डाइटमा खान सकिन्छ। यो स्यालेड बनाउने सबैको आफ्नै स्टाइल हुन्छ। हामीले चाहिँ यो तरिकाले बनाए। एउटा ठुलो बाउलमा सबै सामग्रीहरू स्प्राउट्स, प्याज, धनियाँ, नुन, ब्ल्याक पेपर, अलिभ ओइल, खुर्सानी अनि कागतीको रस हालेर मिक्स गरेँ। मैले गोल भेडा चाहिँ राख्न बिर्सेछु र पछि थपेँ। अब यसलाई एउटा बलमा सर्भ गरेँ। हेर्नुस् कस्तो राम्रो र स्वादिलो देखेको छ हाम्रो स्यालेड। यो स्यालेड बिहान दिउँसोको खाजा वा हल्का डिनरको रूपमा एकदमै राम्रो हुन्छ। यदि तपाईलाई यो रेसिपी मन पर्यो भने यो भिडियो लाइक अनि कमेन्ट गर्न नबिर्सिनु होला र हाम्रो अर्डिनरी कुकआउट च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। धन्यवाद।